हेलो 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 कता हिँडेको हामी ताप्लेजुङको श्रम संस्कृति पार्क नुनको ढाकर बोकेर हामी लाग्यौँ उकालो। दुईजना चाहिँ अगाडि जाँदै हुनुहुन्छ, हामी तीनजना चाहिँ पछाडि छौँ। अब के भन्ने, मलाई यो चाहिँ मन परेको। फुल यता यस्तो ढकमक्क छ। राजु सर यता, हाम्रो लुङ्गा यता हुनुहुन्छ। दुईजना चाहिँ टिकट काट्दै हुनुहुन्छ। धुम्रापान निषेध, ढुङ्ग्रापान स्वास्थ्यको लागि हानिकारक छ, खानु हुँदैन भन्ने हाम्रो भनाइ। हामी आज उसको दिन चाहिँ शिवरात्रि दिन चाहिँ यता श्रम संस्कृति पार्क घुम्न आएको छ है। यो चाहिँ टिकट काउन्टर, प्रवेश शुल्क ओन्ली 150 रुपिज। ए यति राम्रो फुल छ है। सरहरू थाकेर फोटो खिच्दै हुनुहुन्छ यता। दाजु कस्तो लागिरहेछ? म आज पहिलोचोटि आएँ हैन। हजुर कस्तो लाग्यो त? राम्रै लागिरहेछ ओ हो। 85 सालको मेयर, मेरो ढोल त यहाँ पर छ, कहाँ गयो भनेको त। 85 सालको मेयर, त्यही पनि 5 जना ग्रुपको। यता यस्तो छ। यो चाहिँ काका ओइ उता जाने, उता साथीसँग एकछिन दाजु त्यहाँ जानु त म भिडियो गरिदिन्छु। बाजेहरू अब यो चाहिँ पुर्खा पहिले चाहिँ यसरी बाबुबाजेले चाहिँ यसरी ढाकर बोकेर यसरी मडेतल बोक्नुहुन्थ्यो। यता हेरौँ न त, फोटो भइहाल्छ नि। यसरी पुर्खाहरूले यसरी गरेको खिच्दैछु छु। यस्तो दामी बस्ने ठाउँ बनाएको छ। पुरै म भिडियो बनाएर आएको छु तेरो। यति धेरै छ है काका। यसमा त म यताबाट उतै गरेको भिडियो नि यता आइज नि, यहीँ आइज न। हो सबास। यता यता घुमा नि। युवराजको दाई बल्ल आज भेटियो यार। हराएको वर्षहरूमा यहाँ हाल्ने समावेश गर्नुपर्ने भयो। बाउ भेटेको भारी बोक्दै त बाउ भेटेको। तिम्रो दाई होइन? बाउ हो। अनि दाई हराएको भन्दै थियो त, अनि खोज्न आएको यहाँ रहेछ त। अनि बाउ यता, दाई उता रुखको फेदामा लुकिरहेछ। मेरा काका र बाउ हराएको थिए, यहाँ आएर बसेको रहेछ नि। अफकोट न हो, फोटो चाहिँ खिच्नुपर्छ क्या। फेरि यता आएको छौँ है। हराएको वर्षको बाउ हराएको थियो, यहाँ आएर बसेको रहेछ। दाइ चाहिँ यता छ फेरि। यस्तो छ यस्तो बस्ने ठाउँहरू यस्तो छ। यस्तो छ है। हामी घुम्न आएको शिवरात्रिको दिन, काम छैन। शिवजी भएर डुलेको